नमस्ते हजुर। हाम्रो एसएस एग्रिकल्चरमा चाहिँ अब हजुरहरूले बिरुवा पनि रोप्न स्टार्ट गरिरहेको छु। देख्न सक्नुहुन्छ काल्टो साल्टो खनेर काल्टो भटाभटी खन्दैछ हजुरले। सबै बिरुवाहरू भटाभटी रोप्दैछौँ। हजुरहरूले बिरुवा हजुरहरूले नबुझेर हो कि बिरुवा चाहिँ अहिले रोप्ने बेला भएको छैन, हिउँदमा रोप्ने भन्नुहुन्छ। हिउँद बर्खा हुँदैन, पोलिब्यागको बिरुवा जहिले पनि रोप्न सकिन्छ। तर स्पेसल रोप्ने भने चाहिँ माघ 15 देखिबाट तपाईको वैशाख जेठसम्म चाहिँ एकदम बवाल हो। त्यसपछि चाहिँ तपाईको ठिकै हुन्छ, त्यस्तो बिरुवा नहुने होइन, तर जति हुनुपर्ने त्यति चाहिँ हुँदैन। तर मेन हुने चाहिँ यो टाइम हो। हामी चाहिँ भटाभटी रोप्दैछौँ, यतापट्टि पनि रोपिसकेका छौँ। यता अहिले हामीले यतापट्टि नै रोप्ने क्रममा छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ हरेक प्लान्टहरू रोप्ने। हाम्रो चाहिँ त्यति पहिले नै खाल्टो खन्ने भन्ने चलन पनि छैन। यो खाल्टो खन्ने मल, डिएपी, युरिया, हड्डीको मल, कम्पोस्ट, त्यसपछि बोन मिल सबै मिक्स गर्ने, अनि सिमेन्टी फिटा जस्तै फिट्ने, अनि सट्टा खाल्टो पार्ने, अनि बिरुवा रोप्ने। हाम्रो चाहिँ त्यो स्टाइल छ। हस् त, धन्यवाद।